प्रश्न पारिदिनुभयो। विवाह परमेश्वरको योजना हो। उत्साहलाई मानिसहरूले आफ्नै प्रकारले आफ्नै अनुकूल स्पष्ट भइसकेको छ। तर आजको विवाहको प्रमुख पात्र परमेश्वर स्वयं हुनुहुन्छ, जसले विवाहको रचना गर्नुभयो। सबै कुराको श्रेय हामीले उहाँलाई नै दिनुपर्दछ। साथै परमेश्वर पछिको आजको समारोहको दोस्रो महत्त्वपूर्ण पात्रहरूका बोगटी हुनुहुन्छ। यहाँ सबैजनालाई यो करारको सेवामा हामी स्वागत गर्दछौँ। यो समारोह पक्कै पनि आनन्दमय समारोह हो। अर्कोतिर यो समारोह गम्भीर पनि छ, किनभने परिवार जोड्न गइरहेका छौँ, हामीहरू माग्न गइरहेका छौँ। यो असाधारण समारोह पनि हो। त्यस कारणले गर्दाखेरि हामी सबैजना एकछिन संयमित भएर रहनेछौँ। थापा र दुलही राधिका बोगटी, म तपाईँहरूलाई यसरी नै आज सम्बोधन गर्दैछु। तपाईँहरू दुईजना मिलेर यस विवाहको माध्यमबाट परमेश्वरको शुभेच्छा र आशिष खोज्दै हुनुहुन्छ। अबको दिनहरूमा उहाँको आशिषले तपाईँहरूलाई उन्नति गराउनेछ र कष्टहरूमा उहाँलाई हेर्न सिकाउनेछ। आमेन। दुलहा सबिन थापा र दुलही राधिका बोगटी, जब तपाईँहरू विवाहको माध्यमबाट श्रीमान र श्रीमती कहलाइनुहुनेछ, तब तपाईँहरूले परमेश्वरको उत्तराधिकारीहरू भएर उहाँको अनुग्रह प्राप्त गर्नुहुनेछ र ती आशिषमय प्रतिज्ञाहरू विवाहित जोडीको लागि साँचिएका छन्। त्यसको लागि तपाईँहरू तयार हुनुहुन्छ? म यतिखेर केही प्रश्नहरू आजका दुलहा र दुलहीलाई राख्न गइरहेको छु। तपाईँले हो, छैन, छ, होइन भनेर तपाईँले जवाफ दिनुपर्नेछ। म सबभन्दा पहिला दुलहा सबिन थापालाई प्रश्न राख्दैछु। दुलहा सबिन थापा, के यो विवाह तपाईँको स्वतन्त्र निर्णयमा हुन गइरहेको साँचो हो? हो, मैले हो भन्नुभएको छ। मण्डली र यो समूह, तपाईँले याद गर्नुहोस्, आजको दिन उहाँले यो कुरा स्वीकार्नु भएको छ र सधैँभरिको लागि स्वीकार्नु भएको हो भन्ने कुरालाई हामीले बिर्सनु हुँदैन। त्यसै गरी म फेरि पनि प्रश्न सोध्न चाहन्छु। दुलहा सबिन थापा, के विवाहमा बाँधिन कुनै व्यक्ति वा परिस्थितिले तपाईँलाई एकदमै बाध्य भएको कारणले यो विवाह गर्नु परेको हो? होइन। वचनले भन्दछ, आफ्नै पत्नीलाई प्रेम गर्नेले आफैलाई चाहिँ प्रेम गर्नुपर्छ, अथवा लेखिएको छ आफ्नै पत्नीलाई आफैले चाहिँ प्रेम गर भन्ने लेखिएको छ। अब भन्नुहोस् कि आफ्नो पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्न तयार हुनुहुन्छ? तयार छु। म लगभग त्यस्तै प्रश्न, अलिकति फरक पनि छ, दुलहीलाई पनि सोध्न चाहन्छु। दुलही राधिका बोगटी, के यो विवाह तपाईँको स्वतन्त्र निर्णयमा हुन गइरहेको साँचो हो? यो हामी जान्न चाहन्छौँ। हजुर हो। अझै म प्रश्न सोध्न चाहन्छु। दुलही राधिका बोगटी, के यो विवाहमा बाँधिन कुनै व्यक्ति वा परिस्थितिले तपाईँलाई बाध्य पारेको छ, जस कारणले गर्दा तपाईँ विवाह नगरी नहुने त्यस्तो किसिमको बाध्यतामा हुनुहुन्छ वा स्वतन्त्र हुनुहुन्छ? स्वतन्त्र छु। स्वतन्त्र हुनुहुन्छ भनेर स्वीकार्नु भएको छ। वचनले आज्ञा दिँदछ, एउटी पत्नीको लागि जुन वचन हामीले अघि पनि छोटकरीमा सुनिसकेको छौँ। यति धेरै साक्षी जनहरूका सामु सार्वजनिक रूपमा विवाहित पत्नीको रूपमा स्वीकार गर्दछु। मृत्युले नछुटाएसम्म, चाहे उत्तम होस्, खराब हालत होस्, गरिबी वा सम्पन्न अवस्थामा होस्, सुस्वास्थ्य वा बिरामी अवस्थामा होस्, म प्रेम गर्नेछु र एउटी पत्नीले पाउनुपर्ने हक तपाईँलाई दिनेछु। हामीलाई प्रभुले छोरो वा छोरी जे दिनुभए तापनि भेदभाव नगरी तपाईँलाई प्रेम गर्नेछु, वा प्रभुले सन्तान दिनु भएन भने पनि म तपाईँलाई दोष लगाउने छैन। बरु प्रभुलाई हामी दुईजना मिलेर यसको लागि धन्यवाद दिनेछौँ। परमेश्वरको पवित्र आज्ञा अनुसार म मेरो विश्वास, योग्यता, प्रेम र वास्ता दर्शाइरहनेछु। असल पति भई असल पत्नी
बन्नको लागि म तपाईँलाई साथ दिने मेरो प्रतिज्ञा परमेश्वर र उहाँका जनहरूको सामु तपाईँले दिदछु। आमेन। आमेन। तयार छु। अझ अगाडि बढ्नुहोस्। म राधिका बोगटीले तपाईँ सबिन थापालाई प्रभुका यति धेरै साक्षी जनहरूका सामु सार्वजनिक रूपमा विवाहित पतिको रूपमा स्वीकार गर्दछु। मृत्युले नछुटाएसम्म चाहे उत्तम वा हालमा होस्, खराबी वा सम्पन्न अवस्थामा होस्, सुस्वस्थ वा बिरामी अवस्थामा होस्, म आदर गर्नेछु र एउटा पतिले पाउनुपर्ने हक तपाईँलाई दिनेछु। प्रभुले हामीलाई छोरा वा छोरी जे दिनुभए तापनि भेदभाव नगरी तपाईँलाई आदर गर्नेछु, वा प्रभुले सन्तान दिनुभएन भने पनि म तपाईँलाई दोष लगाउने छैन। बरु हामी दुईजना मिलेर यसको लागि प्रभुलाई धन्यवाद दिनेछौँ। परमेश्वरको पवित्र आज्ञा अनुसार म मेरो विश्वास योग्यता, प्रेम र वास्ता दर्शाइरहनेछु। असल पत्नी भई असल पति बन्नको लागि म तपाईँलाई साथ दिने मेरो प्रतिज्ञा परमेश्वर र उहाँका जनहरूको सामु तपाईँलाई दिदछु। आमेन। आमेन। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ विवाहको रचनाकार हुनुहुन्छ। तपाईँले अदनको बगैँचामा प्राचीन समयमा जे गर्नुभएको थियो आज हाम्रो बीचमा दोहोऱ्याउनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज दुवैजनाले दुलहा सबिन थापा र दुलही राधिका बोगटीले यस औँठीलाई विवाहको करारमा सधैँ सम्झिरहने एउटा सङ्केतको रूपमा तयार पार्नु भएको छ। औँठी धेरै खप्ने धातु अर्थात् सुनबाट बनेको हो। तपाईँलाई थाहा छ सुनको दाम दिनै बढ्दैछ। यस्तो प्रकारको द्रव्य हो यो जसको चाहिँ मूल्य अब घट्नेवाला छैन। 2 लाखको हाराहारी पुगेको छ तोलाको। अब केही समयपछि यो 2.5 लाखमा पुग्ने सम्भावना छ। सङ्केत दिन खोजेको कुरो बाइबलमा त छैन, तर पनि बाइबलसँग बेमेल खाने कुरा पनि होइन भन्ने हाम्रो व्याख्या हो। यो व्याख्यामा कता कता म बाइबलको कुरा पनि मेल खाएको देख्दछु। र यसरी चाहिँ हामी यो औँठीलाई प्रेमको सुरुवातको रूपमा लिन्छौँ र यसको अन्त कहिले पनि छैन। हामी यतिखेर दुला र दुलहीलाई औँठी ग्रहण गर्नको लागि, लगाइदिनको लागि हामी यो समय छोटकरीमा बिताउनेछौँ। पहिलो यहाँ चाहिँ सबैभन्दा पहिला दुलाले दुलहीलाई पाइने हातको साइली औँलामा यो लगाइदिनु होला। दुला तपाईँ आफ्नो दुलहीलाई यो पाइने हातको साइली औँलामा लगाइदिनु होला। हामी सबैले ताली बजाउनेछौँ। अब दुलहीको पालो। दुलहीले पनि आफ्नो दुलालाई पहिराइदिनु हुनेछ। पाइने हातको पहिलामा आउनुभयो। हस् हस् बडो राम्रो सङ्केत। अबदेखि उसो उहाँहरू 2 जना हो त, ज्यानमा 2 जना तर आत्मामा एक हुनुहुन्छ र एउटै परमेश्वरलाई विश्वास गरेको कारणले, हृदयदेखि नै प्रभुलाई स्वीकार गरेको कारणले गर्दाखेरि उहाँहरू अबदेखि एक हुनुहुन्छ। आमेन। म यतिखेर 2टा कुराको घोषणा गर्न जाँदैछु। 12:30 बजे भएको छ। सबिन थापा र राधिका बोगटीले आज सार्वजनिक रूपमा एक अर्कालाई प्रेम र आदर गरी जीवन बिताउने वाचा गर्नुभएको कारण
म ख्रिस्टको सेवक भएको नाताले परमेश्वरको इच्छा, उहाँको वचन र देशको कानुन बमोजिम पिता, पुत्र र पवित्र आत्माको नाउँमा पति र पत्नीको घोषणा गर्दछु। परमेश्वरले जोड्नुभएको जोडी हो। यस जोडीलाई मृत्युले बाहेक अरू कुनै कुराले नछुटाओस्। आमेन। साथीहरु हामी यहाँनिर अब बिहाको निम्ताहरू पर्यौं कि सो यो क्याफेमा चाहिँ दिनुभएको छ पार्टी चाहिँ। सो हामी चाहिँ चर्चमा बिहा गरेर अनि अब भित्र जानेछौँ के हुनेछ अनि हजुरहरुलाई देखाउँला है त। यो प्यालेस भित्र रहेछ के उयो चाहिँ निम्ताहरू सबैजनालाई। ल हामी पनि छिर्यौँ कहाँ हो निम्ताहरू बस्ने ठाउँतिर। खुट्टा दुखे के खुट्टा दुखे जुम 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 सबै पल्लो ए हामी पो छिटो रहेछ बरु बसिरहेको त खुट्टा दुख्यो म त। अनि सबै आउँदैछ बस्दै गरौँ न। यो चाहिँ यस्तो रहेछ है। हेर्नुहोस् यहाँ खानापिनाको व्यवस्थाहरू यस्तो छ। यो पार्टी प्यालेस चाहिँ हाम्रो चर्चको एउटा भाइको छोरीको विवाह हो। सो निम्ताहरू हामी पनि पर्यौँ यहाँनिर यो पार्टी प्यालेसमा छिरेर मैले चाहिँ लिएको यो भिडियो। सो अब के हुन्छ साथीहरू आउँदैछ है त। मेरो यो कहाँ बस्ने नाना मिलाएर बस्नु कहाँ बस्नु। अनि ऊ नमानेको मेरो दिदी अनि बहिनीहरू सबैजना यो पार्टी प्यालेसमा चाहिँ हामी पनि इन्भाइटेसन छ। सो हामी आएको बसौँ नाना यता आउनु यहाँ बस्नु तपाईँ अब बस्ने हो। ल हामी सबैजना साथीहरू निम्तोमा आएको भेला भएको सबैजना ब्युटीहरूसँग है यहाँनिर भन्नु मिलेन। ल चियर सबैजना उल्टो गयो भन्दैछु नि मैले। लाले छ त लाले छ खोइ भिडियो पो बनाइरहेको छु। भिडियो पो त भिडियो होला मेरो भाइ थ्याङ्क यू। ल हाम्रो हो बिहेको पार्टी भोज चाहिँ आयो। अब हामी खाना लागेको साथीहरू यति धेरै मान्छेहरू छन् खाँदैछन्। अब ए साथीहरू खाना आयो कि अनि हेर्नु न पहाड जस्तो खाना बोकेर भोक लागिरहेको थियो कति साह्रो हामी त थप्दैनौँ नि त है।
किन दिनु र कम बाटो हो त त्यहाँनिर फेरि बाटी हो के दुईचोटि थाप्ने होइन हामीलाई चाहिँ हाम्रो चाहिँ बढी भयो होइन थाहा छैन बिचरा दोबारा थाहा छैन मासु त हेर्दैछ गुन्द्रुक पनि छ ए मैले देखेन होइन यहाँ चाहिँ तर अचारहरू मैले एउटा मात्रै हालेको दुईवटा मात्रै हालेको तितो करेला र मुलाको के यहाँ भोक लागेको थियो कि अनि खाना कस्तो धेरै छ है हाम्रो यो सादेको अचारसम्म खानु हुँदैन मैले खाँदैन नि प्लास्टिकले खै हामीले त हालेर छ यहाँ दबाईहरू तिमीले ल्याएको त के भनेको मैले ल्याएन मैले त ल्याएछ भनेको तपाईँले के बुझ्नुभयो ए हामीले हालेन भनेर ए म त मासु नहालेको सब्जी मन पर्दैन यहाँ सब्जीले छेकेर होइन कति भन्ने चाहिँ नाना त हामी त सब्जी मात्रै दिएको भएन कि यहाँ यस्तो के एउटा म त अब नभने गाई छ नि यति धेरै छ भोक लाग्छ मजाले खान्छु ल म इन्ट्रेस्ट लिएर अनि पछि के हुन्छ फेरि म गर्छु बिस्तारै 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 बाबु यहाँ एकचोटि बाटो छोड बिस्तारै आउनु एकदम बिस्तारै ल उता जानु उता 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 त्यहाँ पेरू दिनु हेलो साथीहरू अब त्यहाँनिर हाम्रो साथीको चाहिँ हाम्रो मण्डलीको साथीको छोरीको बिहा थियो अनि हामी चाहिँ निम्तो थियो सो हामी बिहा खाएर आयौँ अनि त्यहाँनिर मलाई चाहिँ एकदमै थाकेर पेटभरि खाएर गाह्रो पनि पर्यो सो मैले त्यहाँनिर कुनै भिडियो अर्को बनाउनु पनि सकिनँ बिदा गर्न पनि सकिनँ सो यहाँ आयौँ अनि आएर चाहिँ दादा चिसो लिची जुस खायौँ कोठामा एकदमै थाकेर आएर अनि यतिन्जेल मेरो भिडियोमा साथ दिनुभएको लागि धन्यवाद अनि यो भिडियोबाट चाहिँ म बिदा हुँदैछु र अर्को ब्लगमा उपस्थित नभइन्जेलको लागि बाइ बाइ।